हामी ठिक छौँ नि हैन क्यामेरा इज रोलिङ नमस्कार यो चाहिँ हाम्रो हाइकिङको भ्लग तपाईँहरूले लिएर आएको छौँ। यति बेला हामी धरानमा छौँ। धरानको यो क्लक टावरबाट चाहिँ हामी युबी दाईलाई पर्खिरहेका छौँ। हामीसँग दाई जोडिँदै हुनुहुन्छ। पानी पर्यो अगाडि बस्न अब झन्झन पर्दै गयो। एकछिन बस्नु दाइ निकै ठुलो झन्झन पर्दै गयो नि त नि ल हेर त ठ्याक्क अघिसम्म थिएन हिँड्न थालेपछि पऱ्यो क्या फेरि तानाबारीको चाहिँ यात्रा बिचमा स्थगित होला जस्तो छ। हामी बिचमा चाहिँ अब आएर सम्झौता ट्याम्पो पानीबाट रोकिँदै ल कस्तो छ हाम्रो अवस्था अहिले? ठिकै छ बिस्तारै बिस्तारै भइन्छ। लगभग 2 किलोमिटर भर्खर हामी हिँडिसकेको छौँ। बाटो चाहिँ यताबाट चाहिँ यहाँबाट चाहिँ हामी आयौँ। त्यस पछाडि अब यहाँबाट फर्दर अझै यता हामी जानेछौँ मासतिर। बिचमा पानी पऱ्यो त्यस पछाडि फेरि अहिले चाहिँ एकदम पानी रहेको छ अवस्था छ। त्यसले गरौँ है त। तानाबारीको हाइकिङको लागि हिँडिरहेको छु त। मेरो चाहिँ दोस्रो चोटि हो। भाइहरूलाई योपालि चाहिँ एकचोटि घुमाइदिउँ भनेर आएको छु र एकदम रमाइलो भइरहेछ। हाम्रो एकजना भाइ चाहिँ अलिकति सिकाउनु हुँदो रहेछ, उहाँलाई पर्खिरहेछौँ अहिले चाहिँ। अब हामी डेस्टिनेसन भन्दा अलिक टाढा नै छौँ तर पनि हामी पक्कै पनि डेस्टिनेसनलाई चाहिँ छिटो छिटो गरेर क्र्याक गरेर चाहिँ शैलीमा अनि हामी बस्छौँ त्यस पछाडि चाहिँ। त्यो टिप्नु न ब्यागमा बोकाउने। दामी है यही हो नि मजा। ल है एडभेन्चर त बल भयो त अन्तिममा जस परीक्षा लियो है। अग्नि परीक्षा बाटो पनि कता हो भन्ने पत्ता लाग्यो। पग्ली यार तर 2-3 किलो त हो नि फेभर 7 दिन भएको छ उहाँले पनि हामीलाई राम्रै तरिकाले एकदमै गलिरहेको छ। अब गएर चिसो पानीमा नुहाउन मन छ। वास्तवमा यो मौसम चाहिँ चिसो हो तर पनि त्यस्तो जाडोको महसुस भन्ने भएको छैन किनभने शरीर एकदम तातिया छ। हाम्रो धरानको चाहिँ दानाबारी भन्ने ठाउँमा चाहिँ छौँ यति बेला। एउटा रिसोर्ट छ हाम्रो यहाँनिर। अब पनि हामी खाना खानेछौँ, रमाइलो गर्नेछौँ, धेरै कुराहरू हुन्छ। अहिलेको लागि यति नै राखौँ है त। दिस इज अ रिसोर्ट है त। आजको लागि चाहिँ फाइनल डेस्टिनेसनमा आइसकेको छौँ। रिफ्रेसिङ भयो जस्ट फाइनली हाम्रो आइसकेको छौँ यता। कस्तो कस्तो हाम्रो माहौल चिसो छ है।
निस्किन पनि लागिरहेका छौँ लगभग एक खालको हाम्रो रात्रिकालीन बसाइरह्यो र त्यस पछाडि हामी अब निस्किन गइरहेका छौँ थ्याङ्क यू भेरी मच